चन्द्रे के भने डाक्टरले दाइलाई ठिक त हुन्छ नि खै 2 लाख रुपियाँ डिपोजिट गर्नु भनेको छ आम्मा यति धेरै पैसा रोग चाहिँ के लागेको रहेछ दाइलाई खै मलाई पनि थाहा छैन तपाईको मान्छे बचाउने हो भने तुरुन्त 2 लाख रुपियाँ काउन्टरमा जम्मा गर्नु भनेको छन् अब के गर्ने होला है लाले के गर्ने के नगर्ने त्यत्रो 2-3 लाख पैसा कहाँबाट लिएर आउने साँच्चै तैँले खुत्रुकेमा अलिअलि पैसा जम्मा गरेर छस् न है अलिअलि जम्मा गरेको छु त्यसो भए ठिक छ मैले पनि खुत्रुकेमा पैसा अलिअलि जम्मा गरेको छु के कति हुन्छ लिएर आऊ हिट